साथीहरु नमस्कार। तपाईलाई आज म हाम्रो पूर्वको पशुपतिनाथ अरुणधारा जलेश्वर धाममा लागिरहेको बाला चतुर्दशी मेला अथवा साप्ताहिक पुराणको म मुख्य प्रवेशद्वारमा छु। अहिले म सन्सरी बजार चोक बजारमा छु। तपाईहरु देख्दै हुनुहुन्छ, तपाईहरु टाढा टाढाबाट देख्दै हुनुहुन्छ। यो नजिकको साथीहरु त आइसक्नु भएको छ। जो टाढा हुनुहुन्छ उहाँहरुका लागि, उहाँहरु समक्षको लागि यो मैले भिडियो बनाएको हुँ। यो मन्दिर चाहिँ झापा जिल्ला अरुणधारा नगरपालिका वार्ड नम्बर 7 मा अवस्थित छ। तपाईहरु कतिलाई जानकार नहुन सक्छ। यसरी चाहिँ विभिन्न देवीहरुको प्रतिमामा बत्ती जडान गरेर झिलमिली आकर्षक बनाइएको छ। सदबीज छर्नका लागि, विशेष गरी बाला चतुर्दशीमा सदबीज छर्नका लागि यहाँनेर दर्शनार्थीहरू अत्याधिक मात्रामा आउने गर्नुहुन्छ। अहिले चाहिँ विशेष गरी यो लाइट फाउन्टेनका लागि भक्तजनहरू आउँदै हुनुहुन्छ। म यहाँ लाइटको समस्याले गर्दा तपाईहरुलाई सबै कुरा देखाउन सकिरहेको छैन। यसैगरी वैदिक सनातन धर्म संरक्षण